भन्नु तपाईहरु काठमाडौँतिरको मान्छेहरूले कालापानी हो हाम्रो भनेर आन्दोलन गर्छन्। कालापानी सुरक्षा कसले गरिरहेछ उनीहरुलाई थाहा छ। कालापानी कस्तो छ भने उनीहरुलाई थाहा छ। त्यो त हामीलाई थाहा छैन। उनीहरुको कारणले हामीलाई यहाँ पास दिन गाह्रो हुन्छ। पारिवारिक जान गाह्रो गरिदिन्छ। तिनीहरुले कालापानी हाम्रो भनेर हामीले सुनाउँछ उनीहरुले। कालापानी आफ्नो भए नभए पनि के त्यसमा हामीले के आवश्यक फाइदा छैन। नेपालको बाटोघाटो छैन। इन्डियाबाट आउनुपर्छ। कति साल भयो इन्डियाबाट आएको 10-15 साल भइसक्यो। उसले त त्यहाँ पास दिँदैछ तर उसको आफ्नो टाइममा मात्र दिन्छ। उनीहरूको सिडिओको उसको हातमा हुन्छ, एटिएमको हातमा हुन्छ। आज कहिले आज आऊ भन्छ, भोलि आऊ भन्छ। त्यस्तै गर्दै 1 महिना त्यस्तै बिताइदिन्छ। हाम्रो बाटोको मतलब छैन ल। कालापानीको बाटो छोड्दिनु तपाईँ। कालापानी आन्दोलन गर्ने चाहिँ हाम्रो भनेर काठमाडौँमा कसैले पनि नगरोस्। किनकि हामीले यहाँ समस्या पर्छ। हामी सधैँ ध्यान भेलुका हिँड्ने बाटो हाम्रो नेपालबाट भन्न त सम्भावना छैन। हामीलाई थाहा छ हाम्रो जुनीमा पनि छैन, हाम्रो छोराको पनि सम्भव छैन। हाम्रो रासन पानी जनावर पनि यहीँबाट आउँछ, हाम्रो मान्छे पनि यहीँबाट आउँछ। हामीलाई समस्या हुन्छ। कति दुःख दिन्छ भने हामीलाई थाहा छ। त्यो उनीहरूलाई थाहा छ र उनीहरू त कालापानी हो हाम्रो भनेर झन्डा समातेर हिँडिहाल्छ। त्यो हिँड्न हामी पनि सक्छौँ। मन पनि लाग्छ। किन लाग्दैन? मन लाग्छ तर भन्न हाम्रो सकिँदैन। हाम्रो नेपालबाट बनाइदिनुहोस् पहिला। हामी पनि भन्छौँ कालापानी हाम्रो पनि। हामी कालापानीसम्म लिइ पनि जान्छौँ। जबसम्म बाटो हुँदैन तबसम्म काठमाडौँको मान्छेहरूले कसैले पनि आन्दोलन नगरोस्। कालापानी हाम्रो